हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग भिडियो। आज चाहिँ मेरो न्यू भिडियो भ्लग आइसकेको छ गाइजहरू। अनि हामी चाहिँ जान लाग्छौँ विमलको। आज चाहिँ हामीले मलेसिया गएर दुबईको लागि मेडिकल गरेर आयौँ गाइज। हामी चाहिँ लागेको अवस्था होइन। अब पानी त्यही भएर हामी चाहिँ आज छिटै जानु हो। खासमा बिहान चाहिँ छिटै जाने भन्ने हो, तर खासमा भएन कि अलिकति खानासाना खाँदा यताउता गर्दा अलि लेट भइहाल्यो कि। अनि त्यही भएर अब चाहिँ हामी जाने यताबाट होइन। त्यही त हो, मेडिकल गर्न कहाँ जानुपर्ने अरे? मेडिकल गर्न उता क्या हो आमा हस्पिटलमा उता होइन, सामाकोशी आमा हस्पिटल हो। गर्छ केटोले जे होस्। यहाँ बाटो खाल्टा खुल्टी छ, त्यस्तै हो समस्या भन्ने कुरा। मार्केर होइन मर्क्यो। ल राम्रोसँग बना है। अब बिस्तारै हुन्छ क्या भाइ, त चिन्ता नगर न, मजाले बस, भिडियो बना मात्रै हो न। अरे टेन्सन लिनुपर्ने कुरै छैन नि। त्यही त आँखा धुवा बस्छ क्या लास्टै। अहिले यहाँ त सामान्य उता मुला उतातिर देखियो होला जस्तो। उता कस्तो छ झन्। ट्राफिक तोप बहादुर कि टोप बहादुर हो। तर रोड चाहिँ यो त फेरि बवाल हो नि है। फेरि अन्तिममा तर यहाँ मात्रै हामी चक्रपतम चाहिँ बवाल बनाए खाजा उस नयाँ हो क्या यो। राम्रै छ होला। रोड चाहिँ यस्तै हुनुपर्छ क्या, पुरै भ्याली गऱ्यो होइन। हो हो भाइ हो। रेड लाइट आएपछि बार भइहाल्छ। हामी यहाँबाट जाउँला नि त। चिन्ता नगर्नु, म छँदैछु त। यहाँबाट लान्छु नि त म। 150 सेकेन्ड यहाँबाट तलि जाने, तलिबाट फन्न घुमाउने रहने आउने होइन। अरे फर्चुनर के हाल्छन् त देख्दै देखिया नै। टिचिङ हस्पिटल पुग्न लाग्यौँ। टिचिङ हस्पिटल भाषै यो लोकल क्या सोकल क्या होइन। त पानी पर्ला जस्तो छ। मलाई एउटै रेनकोट छ थाहा कि नै। खै भयो होला तेरो टिचिङ हस्पिटल यो हेर। यस्तो छ कि धुलो धुवा यति छ कि पुरै छोडाउन। आँखा यस्तो बोल्छन् कि बेलुकी सुत्दाखेरि पनि होइन, लास्टै आँखा बोल्छन् यार। भाइजर लाउँदा नि केही हुँदैन क्या, भित्र पसिहाल्छ।
भाइजर लाउँदा नि केही फरकै पर्दैन क्या। ए मेरो बोली सुनिरहेको हैनस्? मेरो बोली सुनिरहेको हैनस्? हावा मात्रै लागिरहेको पुरा भुवा भुवा मात्रै। यो बाइक कस्तो छ त? यो पराउनु गयो। त्यो बाइक हो के हो त त्यो? होइन मुला त्यो बाइक हो त्यो। के बाइक हुन्छ नि? ग्रान्डी यहाँबाट होइन? सानीमा ब्याङ्कतिर किन? अनि मुला सानीमा ब्याङ्क त यहाँनिर कहाँनिर छ त? कहाँ हो सानीमा ब्याङ्क? कहाँ पर? दायाँ छ कि बायाँ हो? कहीँ अगाडि कहाँनिर छ? सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग भिडियो। आज चाहिँ मेरो न्यू भिडियो भ्लग आइसकेको छ गाइजहरू। अनि हामी चाहिँ जान लाग्छौँ विमलको। आज चाहिँ हामीले मलेसिया गएर दुबईको लागि मेडिकल गरेर आयौँ। अनि त्यसपछि विमल चाहिँ बाइक चलाउनु भन्न लाग्छ। यो बाइक चलाइरहेको छ गाइजहरू, बाइक चलाएर गइरहेको छ रमेशदाइको। अनि म चाहिँ यत्तिकै हिँडिरहेको छु। अब मलाई पछाडि हालेर लग्छु भन्छ। गाइजहरू हेरौँ अब कस्तो हुन्छ के हुन्छ। अब ल विमल भाइ चला, ल म बसेँ है। ल एकाउन्ट नफालेस् भाउ कहिले है, फाललास् कहिले। बिस्तारै 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 चला है, बिस्तारै बिस्तारै चला। त्यो गाइजहरू विमलले चाहिँ चलाउन लागिसक्यो होइन। अब हामी चाहिँ जान लागेको यसो क्याफेतिर माथि हावासावा खानलाई। चलाइरहेको छ जेस केटोले राम्रै चलाइरहेको छ होइन। तर अलिकति गाडी साडी आउँछन् है हाइवेमा। अलिक नडरा है, नडरा, यस्तो नडरा। अलि परबाट ओभरटेक गर्ने आफै डराउँदो रह क्या। यो त्यस्तो डराउनु भएन है, डरायो भने त फेरि डेन्जर भइदिन्छ नि त। सो गाइजहरू आज चाहिँ हाम्रो विशेष विमलजीको के अरे उफुड्क्याउँ गयो, खालि उफुड्क्याउँ गयो हेर। बिस्तारै बिस्तारै यही आखिरी पुलिस बिट यही हो है, पुलिस बिट यातायात कार्यालय यही हो। यो बिस्तारै हिँड यमुनामा छोइदिसो ल्याउने उयो त गयो। सो यत्रो आज त्यो ट्राभलको यातायात कार्यालय हो, पुलिसको के अरे लाइसेन्स लिने ठाउँ यतै हो। त्यही भएर यता गेट डाउन गर, गेट डाउन गर। ओ सिलिन्डर गाइजर, यो सिलिन्डर लिने लाइन हो यो। मेन चाहिँ यतै छ नि त आजकल त्यो यो सिलिन्डर लिने कहाँसम्म छ आम्मामा। यो सिलिन्डर केपीले ग्यास जोडिदिन्छु भन्थ्यो, तर बालेनको नतिजा हेरौँ यस्तै छ गाइजहरू है। बिस्तारै बिस्तारै यो यातायात कार्यालय पनि भयो अनि ग्यास पनि यहीँनिर पाउँछ क्या। मेन शाखा यहीँ रह नि त। गेट डाउन गर, गेट डाउन गर, 4 गेटमा छ। विमल सर नजारा कस्तो छ त यताको? बिल्कुल कस्तो यस्तो विमल पर्छ एयरपोर्ट हो नि त भएर त्यो कहाँ काठमाडौँको हो। एयरपोर्ट। सो गाइज आज चाहिँ विमललाई मैले नजारा देखाउन ल्याएको क्या माथितिर। हो कि नहीं विमल भन् त कस्तो छ नजाराहरू? बिल्कुल एकदम राइट कुरो, एकदम राइट कुरो। डेन्जर छ है बहुत। यो सिन पनि बवाल दामी छ गाइजहरू। सो यसो घुमघाम गर्नेतिर कपाल चाहिँ पसिना आउँदैन नि। अब छाइलोतिर गएर जाँदा नि हुन्छ। बाख्रा पनि रहेछन् गाइजहरू होइन यतातिर। सो बवाल छ यतातिर, नजारा चाहिँ बवाल छ। बेलुका बखा आउनलाई टक्क लाएर हुन्छ। तर आज चाहिँ हामी दिउँसै आइसक्यौँ क्या। तल आइरहेको थियौँ, तलबाट यसो डाँडातिर हावा खान जाउँ त भने हावा खान जाँदा आउँदा आउँदै धेरै माथितिर आइहाल्यौँ। हो कि नै विमल? हो सुर्के थैली हो कि त यो? ए ल ठिक छ। अरू भन् सुना के छ? तैँले परिउँदा कति त्यो अफरोड थियो कस्तो भयो? यो गाइजर यो जान ला रहेछ होइन, सब फाटिसकेको रहेछ यो। यो फिक्सै छैन, यसको भर छैन भाउ। यहाँनिर आउनु हुँदैन। कतिखेर वाटर गइदियो भने उयो त गयो जिन्दगी। हो कि नै भन्दै? यो डेन्जर छ नि त यो तलाउँदो। जाउँ फर्किजाउँ कि उभा जाउँ? कहाँ बा अहिले पोली त्यहाँ लाडले म्याउ जाने अब पोरी कहाँ मऱ्यो? यहाँ यता चाहिँ दामी देखेको रह होइन। यही त भ्यू नजारा पनि यही त हो। घाम अरे
घरको होइन मुला त्यो अलिकति साइड एरिया भन्न खर्क खर्काउँदा नि यहाँ त्यहाँ पर आएर प्लेन कहाँ ल्यान्डिङ हुन लाग्यो अब देख्यौ मैले त देखिरहेको छु तर क्यामेरा क्यामेराले अलिअलि देखिरहेको रहेछ यहाँ खुब मेघासिरी चबाइराखौँ है हामीले तर माया घाम लास्टै घाम है बाइजाउँ है यिनीहरूबाट कहाँ उता जाउँ कि उता जाउँ बिस्तारै जाउँ त्यहीँ बसौँला त्यहाँदा जाउँला यहीँबाट पुरा जाउँ त गाह्रो स्थिति भइरहेको बुढो होइन गाह्रो स्थिति होइन यहाँभन्दा पर पनि रमणीय ठाउँ छ यस्तै हो पर रमणीय ठाउँ छ घाम छ यहाँदेखि नजाउँ त्यहाँ पुरी सिक्नु छ ल त गाइजहरू हामी फर्किन लागेको है यताबाट